आईसीसी विश्वकप लिग 2 अन्तर्गत नेपालले आज 16औं खेल खेल्दैछ। उक्त खेल आज मंगलबार नेदरल्यान्डसँग स्कटल्यान्डको फोर्थ हिल ग्राउन्डमा दिउँसो 3:45 बाट सुरु हुनेछ। उक्त स्कटल्यान्ड सिरिजमा नेपाल आफ्नो तेस्रो जितको खोजीमा छ। नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई 1 विकेटले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो भने दोस्रो खेलमा नेदरल्यान्डलाई 5 विकेटले हराउँदै आफ्नो जितको लय कायम राखेको थियो र तेस्रो खेलमा भने नेपालले 2 रनको झिनो हार बेहोर्यो। उक्त खेलमा नेपालका टप अर्डरका ब्याट्सम्यानहरू नचल्दा र बोलिङमा राम्रो फिनिसिङ नगर्दा अन्तिम समयमा धैर्यता र आत्मविश्वास नराख्दा जितिसकेको खेल नेपालले हार्न पुग्यो भने नेपाल अब चौथो खेलमा आफ्ना तेस्रो खेलका त्रुटि र ससाना गल्तीहरू मनन गर्दै उत्कृष्ट प्रदर्शन गरी नेदरल्यान्डलाई हराएर यो सिरिजको सुखद अन्त्य गर्न चाहन्छ। तर यो खेल जित्न भने त्यति सजिलो छैन, किनकि नेदरल्यान्ड भने आफ्नो पहिलो जितको खोजीमा छ। उसले 2 खेल खेलिसक्दा आफ्नो जित निकाल्न सकेको छैन। आज नेपाललाई हराउँदै पहिलो जित निकाल्ने विचारमा छ। हालसम्म नेपाल र नेदरल्यान्ड बीच 6 वटा ओडीआई म्याच भएका छन्, जसमा दुवै टिमले समान 3-3 खेल जित हासिल गरेर समान छन्। त्यसैले आजको खेलमा हेड टु हेडको स्थान सुधार गर्ने मौका मिलेको छ। सिरिजको पहिलो खेलमा नेदरल्यान्डलाई हराएकाले नेपाल आत्मविश्वासका साथ खेल्नेछ भने नेपाल अहिले पछिल्लो समयमा उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो लयमा छ। लिग 2 मा नेपाल 15औं खेल खेलेर 4 खेलमा जित र 9 खेलमा हार सँगै 2 खेलमा अङ्क माडेर पोइन्ट टेबलको 7औं स्थानमा छ र नेपालको लयलाई हेर्ने हो भने आजको खेलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्डलाई हराउँदै आफ्नो अङ्क तालिकामा 2 अङ्क थप्न सफल हुनेछ भन्ने आशा छ। नेदरल्यान्ड विरुद्ध नेपालको प्लेइङ 11 मा भने 1 खेलाडी परिवर्तन हुने सम्भावना छ। उक्त खेलमा आसिफ शेखलाई विश्राम दिएर अनिल शाहलाई मौका दिने उच्च सम्भावना छ र जारी सिरिजमा आसिफ शेख भने खराब लयमा छन्। उनले 3 वटै खेलमा 20, 19 र 8 रन बनाएर उनी अहिले खराब लयमा छन् र उनको सट्टामा आज अनिल शाह आउने सम्भावना उच्च छ र तेस्रो नम्बरमा भने भीम सार्की आउने छन् र चौथो नम्बरमा भने क्याप्टेन रोहित कुमार पौडेल आउने छन् र 5औं नम्बरमा मध्यक्रमका ब्याटर आरिफ शेख, 6औं नम्बरमा उपकप्तान दिपेन्द्र सिंह एरी, 7औं नम्बरमा गुलशन कुमार झा, 8औं नम्बरमा सम्पाल कामी आउने छन् भने 9औं नम्बरमा करण केसी आउने छन्। त्यस्तै 10औं नम्बरमा पूर्व कप्तान सन्दीप लामिछाने आउने छन् र 11औं नम्बरमा ललित नारायण राजवंशी आउने छन्। तपाईको विचारमा चाहिँ आजको प्लेइङ 11 मा कसलाई मौका दिँदा राम्रो होला? कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नु होला। साथै यस्तै क्रिकेट सम्बन्धी जानकारीका लागि क्रिकेट हेडलाइन्स बाइ केपी च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।